लडाइँमा जाँदाखेरि गोराहरूलाई टोयलेट चाहिन्छ, गोर्खालीहरू खोलातिर गएर गरिहाल्छ। लडाइँमा गोराहरूलाई खाना खानको लागि चम्चा काँटा चाहिन्छ, गोर्खालीहरूले हातले खाइदिन्छ। गोर्खालीहरूलाई आधुनिक दास हो भनेर स्टेटमेन्ट दिने यो भाइले के भन्दो रहेछ एकचोटि सुनौँ है त। यो एउटा मोडर्न स्लेभरी भन्छौँ क्या, मान्छे चाहिँ खुसी हुन्छन् गोर्खाली भनेर, खुसी त हुनुपर्ने हो। लडाइँमा चाहे त्यो गोरा होस् चाहे त्यो गोर्खाली होस्, टोयलेट युज गर्ने भनेको खोला र खोल्सा नै हो। जिन्दगीमा कहिले पनि मिलिट्री रासन प्याक नदेखेको मान्छेले, त्यो मिलिट्री रासन प्याकमा के आउँछ भनेर थाहा नहुने मान्छेले कसलाई चम्चा चाहिन्छ, कसलाई चाहिँ हात चाहिन्छ अथवा कसले हात चलाउँछ भन्ने कुरा डिस्कस नगरे नि भयो। मिलिट्रीको बारेमा म पनि थाहा नभएको यस्तो मान्छेहरूलाई गोर्खालीको बारेमा एनालाइज गर्न एक त क्रेडिबिलिटीले दिँदैन, अर्को कुरा यस्तो मान्छेले डिजर्भ पनि गर्दैन। कुरा रह्यो मोडर्न स्लेभरीको। मोडर्न स्लेभरीलाई ह्युमन राइटले अथवा मानव अधिकारले के भन्छ? जबरजस्ती काम लगाइएको, त्यो काम छोड्न नमिल्ने, फ्रिडम नभएको, चोइस नभएको, त्यसपछि चाहिँ बेसिक ह्युमन राइट नभएको। लाउरेहरू कहिले पनि फोर्सफुली जोइन चाहिँ गर्दैन। निस्किनु पर्यो भने आफ्नो खुसीले नाम काटेर निस्किन सक्छन्। फ्रिडम हुन्छ उनीहरूलाई, उनीहरूको चोइस हुन्छ। त्यसपछि बेसिक लिगल राइट त सबैको हुन्छ। यसमा म 2-3 वटा कुरा भन्छु है। ठिकै छ, गेस्टले पडकास्टमा आएर जे भन्नु थियो भन्यो, उसलाई थाहा थिएन अथवा उसले जे भन्नुपर्ने हो रङ कुरा भन्यो। तर यदि त्यो कुरा रङ हो भने, त्यो बेसलेस हो भने, त्यो कन्ट्रोभर्सियल कुरा हो भने, मेरो विचारमा जो मान्छे इन्टरभ्युअर हो, जो पडकास्टर हो, उसको एउटा रेस्पोन्सिबिलिटी हुन्छ उसलाई चाहिँ राइट डाइरेक्सनमा स्टेयर गर्ने, अथवा रङ कुरा गरेको छ भने त्यसलाई चाहिँ च्यालेन्ज गर्ने, र एकदमै बेसलेस हो, ट्रुथलेस हो भने चाहिँ त्यो कुरा चाहिँ किन फेरि पोस्ट गर्नु। यो एपिसोड हेर्नुभन्दा अगाडिसम्म चाहिँ मलाई सुशान्त प्रधान जेन्युनली एउटा रेस्पोन्सिबल, एउटा रेस्पेक्टेड मान्छे हो जस्तो लाग्थ्यो। तर नट एनिमोर। यस्तो इरेस्पोन्सिबल कुरा गरेको छ गोर्खालीको बारेमा, गोर्खालीहरूको लेगासीको बारेमा, अनि त्यो कुरा झन् सोर्ट्समा हालेर भाइरल गराउन खोज्नु चाहिँ त्यो एकदमै रङ हो क्या। यस्तो तिखेहरू जसको कुनै क्रेडिबिलिटी छैन, जसले मिलिट्रीको म पनि बुझ्या छैन, त्यस्तो मान्छेलाई गोर्खालीको बारेमा डिफाइन गर्न लगाउनु पनि, एनालाइज गर्न लगाउनु पनि एउटा मूर्खता हो क्या। यस्तो मान्छेहरू दे डु नट डिजर्भ टु से एनिथिङ अबाउट गोर्खाली। जसले जिन्दगीमा एउटा रासन प्याक देखेको छैन, जसले जिन्दगीमा एउटा बन्दुक र गोली पनि देखेको छैन, 2 किलोमिटर कुदेको पनि छैन होला, 5 किलो भारी बोकेर कहिले हिँडेको पनि छैन होला, जसलाई मिलिट्रीको बारेमा केही नलेज छैन, त्यस्तो मान्छेलाई गोर्खालीको बारेमा चाहिँ एनालाइज गर्न लगाउनु भनेको एकदमै रङ हो। यस्तो आलुहरूलाई लिएर गोर्खालीको बारेमा डेफिनेसन दिन लगाउनु चाहिँ मूर्खता हो जस्तो लाग्छ मलाई।